मर्निङ एभ्रीवन। हजुरहरूले ECHS को सुविधा त धेरै जनाले लिनु भछ। म्याक्सिमम हाम्रो एक्स सर्भिसमेन दाजुभाइ दिदीबहिनीहरूले लिनु भएको छ। त्यसको चाहिँ एउटा नयाँ सूचना जारी भएको छ। हजुरहरूलाई धेरैलाई थाहा नहुन सक्छ। म यो भिडियो मार्फत हजुरहरूलाई त्यसको जानकारी गराउँदै छु। हाम्रो ECHS भनेको एक्स सर्भिसमेन कन्ट्रिब्युटरी हेल्थ स्किम, त्यसको अन्डरमा जोले सुविधा लिनु भछ उहाँहरूलाई चाहिँ 21 मार्चमा चाहिँ ECHS बाट एउटा लेटर जारी भएको छ। त्यसमा चाहिँ के भन्नु भएको छ भने हजुरहरू सबैजना जतिले पनि यो सुविधा लिनु भएको छ उहाँहरूले चाहिँ एउटा सेल्फ डिक्लेरेसन फर्म चाहिँ सबमिट गर्नु पर्यो। पहिला चाहिँ मान्छेहरू अलि अन्यलमा हुनुहुन्थ्यो, कति जना चाहिँ हामीले कसरी सबमिट गर्ने भनेर, अब अनलाइन गर्ने कि कसरी गर्ने भनेर कन्फ्युजनमा हुनुहुन्थ्यो भने अहिले चाहिँ यो सेल्फ डिक्लेरेसन फर्म चाहिँ हजुरहरूलाई नजिकको पोलिक्लिनिकहरुमा राखिदिएको छ। हजुरहरू पोलिक्लिनिकमा जाने, त्यहाँ चाहिँ फर्म भर्ने र सबमिट गर्ने। यदि अर्को हजुरहरूको कति जना चाहिँ अशक्त हुनुहुन्छ हैन, कमजोर हुनुहुन्छ, हिडुल गर्न सक्नुहुन्न, बुढाबा बुढी आमाहरू हुनुहुन्छ भने हजुरहरूले वेबसाइट ECHS को वेबसाइटबाट यो फर्म डाउनलोड गर्न पनि सक्नुहुन्छ। डाउनलोड गरेर सिग्नेचर गर्ने अनि पोलिक्लिनिकमा गएर सबमिट गर्ने र त्यसको कपी चाहिँ उहाँले हामीलाई दिनुहुन्छ है। तपाईहरुले केही त राख्नु पर्यो नि आफूसँग। र यो किन, अब हजुरहरूले सोच्नु होला अलरेडी ECHS मा त हाम्रो सबै डिक्लेरेसन हुन्छ अनि हामीले फर्म बनाएको हुन्छ, फेरि किन यो डिक्लेरेसन फर्म सबमिट गर्न पर्छ भनेर भन्नुहुन्छ भने नेपालको कन्टेक्स्टमा मलाई थाहा छैन, इन्डियामा चाहिँ एकदम बढी धाँधली भयो रे कि हाम्रो यो ECHS को कार्डको दुरुपयोग भयो रे। मान्छे बिरामी नहुँदै बिरामी भयो भनेर पैसा को लागि चाहिँ फेक डकुमेन्ट्सहरु बनाएर पैसा निकाल्ने, मान्छे मरिसकेको मान्छेको पनि ECHS कार्ड युज गरेर धेरै धेरै बिलहरु बनाएर क्लेम गर्ने। त्यति मात्र नभएर आफ्नो ECHS कार्ड बेच्ने अरूलाई हैन, ECHS कार्ड भाडामा दिने, आफूले सर्टेन पैसा लिने अनि अरूको चाहिँ बिलहरु सबै तिर्ने, आफूले अलिकति खाने, अरूलाई अलिकति खुवाउने। त्यस्तो चाहिँ इन्डियामा धेरै केसेसहरु आएको भएर यो सेल्फ डिक्लेरेसन कार्ड चाहिँ फर्म चाहिँ भर्नलाई इन्डियन यो ECHS शाखाले चाहिँ हामीलाई भनेको छ। र यसको डेट यो चाहिँ 21 मार्चमा चाहिँ यो लेटर जारी भएको छ र हजुरलाई यसको म्याद चाहिँ 3 महिना दिएको छ। हजुरले अब जुनको 30 सम्म यो जसरी पनि हजुरले फर्म सबमिट गर्न पर्यो, किनभने त्यो त्यति बेलासम्म हजुरहरूले यो सेल्फ डिक्लेरेसन फर्म सबमिट गर्नु भएन भने हजुरको यो कार्डले काम गर्दैन। सो आज चाहिँ अप्रिल 5 हो हैन, 21 मार्चमा चाहिँ यो लेटर जारी भएको। अप्रिल मे जुन 3 महिना, अब हजुरसँग 3 महिनाको टाइम छ। 3 महिना भित्र चाहिँ हजुरहरू नजिकको पोलिक्लिनिकमा गएर हुन्छ कि वेबसाइटबाट फर्म डाउनलोड गरेर हुन्छ, फर्म भर्नुस्, जम्मा गर्नुस्। र अर्को कुरा हजुरहरूले फेरि सोध्नुहुन्छ होला, म विदेश छु, मेरो ECHS कार्डको लागि मैले कसरी सबमिट गर्ने भन्नुहुन्छ भने तपाईले चाहिँ तपाई जो दाइहरु अथवा दिदीहरु विदेश हुनुहुन्छ या बहिनीहरु पनि हुन्छ, दाजुभाइ दिदीबहिनीहरु जो विदेश हुनुहुन्छ उहाँहरूले चाहिँ विदेशबाट हजुरको इमेल, आजकल त इमेल आइडी सबैले राख्छ नि त हैन, पेन्सनको उसमा डिटेल्समा इमेल आइडी राख्छ, एकाउन्टमा राख्छ। त्यो इमेलबाट चाहिँ हजुरले ECHS मा इमेल गर्नु पर्यो, मेल गर्नु पर्यो, म चाहिँ विदेश छु, म चाहिँ यो डेटमा चाहिँ आउँछु अनि आफ्नो सेल्फ डिक्लेरेसन दिन्छु भनेर मेल गर्नु पर्यो। र जब तपाई नेपाल रिटर्न हुन्छ, नेपाल रिटर्न भएपछि हजुरहरूले त्यो फर्म भरेर सबमिट गर्न पर्यो है। आजको लागि यति नै। हजुरहरूको दिन शुभ जाओस् है।